ओके लेखक हामी केटाकेटी है त रिदम पार्ट मैले जुन कोड लेखाइदिएको थिएँ यो चाहिँ घरमा सँगै प्र्याक्टिस गर्ने है मसँगै प्ले अराउन्ड भिडियो पनि भन्छ यसलाई। सो रिदम कस्तो छ भने 1 2 and 3 and 4 and छ होइन। सो 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and होइन। सो 1 and 2 and 3 and 4 and भयो है। सो इन्ट्रोदेखि जाम रिदम थाहा पाउनु भयो होला। 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and सो फास्ट गर्दा 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 1 and 2 and 4 and 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 1 and 2 3 and 4 and 1 and 2 and 3 and 4 and 1 है। सो रिदम प्र्याक्टिस गर्ने बेला चाहिँ काउन्ट गर्न कहिले नबिर्सिने। अनि अर्को कुरा चाहिँ डाउन स्ट्रोक र अप स्ट्रोक चाहिँ जहाँनिर लेखेको छ जस्तै 1 मा छ 2 को एन्ड मा छ 3 मा छ तर डाउन स्ट्रोक हो तर पज हो त्यो म्युट भन्ने हुन्छ जुन हामीले यसरी पनि गर्छौँ जुन यसरी पनि गर्छौँ है त। अनि अर्को 4 मा डाउन छ। सो 1 मा हान्ने अनि 2 को एन्ड मा हान्ने 3 मा हान्ने अनि 4 मा हान्ने जस्तै 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and फास्ट गर्दै देखाइसकेँ यसलाई नै 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 1 यतिको चाहिँ हुनु पऱ्यो है। किनकि लेखक हामी केटाकेटी ओहिरो भित्र स्कुल छ मैले मिस्टेक गरेँ। लेखक हामी केटाकेटी ओहिरो भित्र स्कुल छ सौरिलो छ भित्र पढ्न लेख्न मुस्किल छ भन्नु पऱ्यो होइन। सो 1 and 2 and 3 and 4 है 1 and 2 and 3 1 and 2 and 3 and 4 हो यही होला। ल गरौँ है त। सो अगाडिदेखि इन्ट्रोदेखि म काउन्ट दिन्छु अनि सँगै स्टार्ट गरौँ है त। ल यो डी माइनर कर्ड हो डीदेखि स्टार्ट हुन्छ। अब हाम्रो अर्को चाहिँ ए माइनर कर्ड छ है एदेखि स्टार्ट हुन्छ। त्यसपछि एफ कर्ड छ जुन हाम्रो यस्तो छ ई है यो ई कर्ड हो यु नो होल है। यो कर्डलाई मैले औँला चेन्ज गरेको ई कर्ड। अब यहाँ बार नभएको भए के हुन्थ्यो यहाँ बार हुन्थ्यो। सो ई कर्ड हो क्रोमेटिक स्केल अनुसार हामी साह्रै यो के भयो एफ कर्ड हो है। अरू के गर्छ सो डी माइनर ए माइनर अनि एफ कति गर्छ है सिम्पल छ। यो गर्दा पनि भयो लेटर हाल्नु मन छ भने यो सबै थिच्न मन छैन भने ई कर्ड भयो यो दुईवटा चाहिँ थिच्नु पऱ्यो यसरी। सुन त बजिरहेछ नि यहाँ पनि हुनु पऱ्यो है। ओके ल स्टार्ट गरौँ न त। इन्ट्रो देखेँ त 1 के अरे 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and अब फेरि होइन ओके 1 and 2 and 3 and 4 and 1 and 2 and
मैले सबै चाहिँ बजाइनँ जस यत्तिको बजाउन सक्यो भने चाहिँ चार्ट हेर्दै एक दुईवटा मिस्टेक पनि गरेको छु मैले त्यो चाहिँ आफैले करेक्सन गर्नु होला है सो है ओके ल मैले यहाँ बुझेँ काउन्ट चाहिँ यसरी गर है यसलाई 1 and 2 and 3 and 4 and चाहिँ हाम्रो चाहिँ फास्ट भयो होइन 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 and 4 होइन तर यो चाहिँ हामीले चाहिँ 16 बिटमा गरेको हो कन्फ्युज हुनसक्छ है सो 16 बिटमा गरे हो तर हाम्रो रिदम चाहिँ 8 बिटले हामीले डिभाइड गरेको छ होइन 1 and 2 and 3 and 4 and भने 8 बिटले डिभाइड गरेको छ तर हामीले स्पिड चाहिँ हाम्रो टेम्पो चाहिँ 16 बिटले हामीले फिल लिइरहेछ है सो मैले यो गर्दा गर्दा अलिकति के थाहा पायो भने केमा कन्फ्युजन हुनसक्छ भने जस्तै डी माइनर इन्ट्रोमा डी माइनर छ ए माइनर छ हाम्रो होइन त्यो क्यामेरा घुमाउन मिल्छ मिल्दैन रहेछ है ओके सो डी माइनर र ए माइनर छ डी माइनर चाहिँ के गर्नु पर्यो भने डी माइनर इन्ट्रोमा डी माइनर ए माइनर चाहिँ यस्तो त्यो डी माइनरमा एउटा रिदम फुल भयो होइन 1 देखि 4 एनसम्म जान्छ होइन डाउन अप चेक डाउन भयो होइन ए माइनर पनि डाउन अप चेक डाउन त्यो हेर्दाखेरि त दुईवटा रिदम भयो तर एउटै बारमा छ किनकि डी माइनर र ए माइनर इन्ट्रोमा अब त्यसपछि डी माइनर एउटा सिङ्गल छ होइन त्यसमा चाहिँ के गर्नु पऱ्यो भने डबल बजाउनु पऱ्यो तिमीहरूले जस्तै बल्ल 4 काउन्ट चाहिँ पुरा हुन्छ है जस्तै अब कसरी काउन्ट गर्नु पऱ्यो भने के अरे 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 होइन कि यो रिदम गर्दाखेरि चाहिँ गर्नु पऱ्यो तर सङ चार्ट हेर्दाखेरि काउन्ट चाहिँ कसरी गर्नु पऱ्यो भने 1 2 3 4 1 2 3 4 बुझ्यो के गरेको जस्तै 1 and 2 and 3 and 4 and 1 and 2 and 3 and 4 गरेर मैले दुईवटा डिभाइड चाहिँ गरिनँ मैले चाहिँ 4 काउन्टलाई हाम्रो जुन फास्ट 1 and 2 and 3 and 4 एन छ त्यसलाई चाहिँ हामीले 4 काउन्ट गऱ्यो भने त्यसलाई चाहिँ मैले 2 भने जस्तै 1 2 है 1 2 3 4 1 2 3 4 1 लाग्छ कि मलाई बुझ्यो होला यति भनेर बुझेन भने चाहिँ मलाई मेसेज गर्नु म अझै क्लियरली बुझाइदिन्छु है जसले बुझाएको छैन ओके थ्याङ्क यू